ऋषि धमला आगामी निर्वाचनपछि यो देशको आमूल परिवर्तन विकास र समृद्धिको यात्रामा मुलुकलाई अगाडि बढाउन योजना सहित कार्यक्रम सहित मार्गचित्र सहित शिक्षामा, स्वास्थ्यमा, कृषिमा, रोजगारीमा, ऊर्जामा, पर्यटनमा के गर्न सकिन्छ सबै कुरा मसँग छ। सडकमा समृद्धि र विकासको एजेन्डा मैले बोकेको छु। त्यो एजेन्डा लिएर तपाईहरुको बीचमा आएको हुँ र तपाईहरु चाहनुहुन्छ यो देशमा भ्रष्टाचार अन्त्य र सुशासन होदैन, भ्रष्टाचार अन्त्य हुँदैन, भ्रष्टाचारलाई कारवाही हुँदैन, भ्रष्टाचारलाई जेलमा कोची हुँदैन। त्यसलाई जनताले साथ दिन तयार छ। सबै जनता एक भएर भन्नुहोस्, भ्रष्टाचारलाई कारवाही गर्नुपर्छ पर्दैन? भ्रष्टाचारलाई आज हामीले छ नि थुन्नुपर्छ पर्दैन? भ्रष्टाचार विरुद्ध पार्नुपर्छ पर्दैन? सुशासन चाहिँदैन? रोजगारी आज जनताहरूले छ नि पिउने पानी पाउनुपर्छ पर्दैन? किसानहरूले मल पाउनुपर्छ पर्दैन? त्यसको लागि ऋषि धमला जहिले पनि तपाईँहरूको साथमा रहने प्रण गरी बिदा हुन्छु। हस्त नमस्कार। धन्यवाद वरिष्ठ पत्रकार ऋषि धमलाजीलाई।